म त बेलुकी पनि चाँडै सुतेको तर केटाहरु बाहिर निक्लेको थिए भित्र पैसा बिउजिहाले म फेरि अनि यार एकबार निन्द्रा टुटेर फेरि बिउजिसकेपछि निन्द्रा लागेन यार अनि बल्ल 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 निद आएछु अनि त्यसपछि तपाईले एकपल्ट त फोन गर्ने बित्तिकै झलासे बिउजेको एकैचोटी मिठो निन्द्रा आइरहेको थियो यार यता पनि बिल्डिङ बन्न सुरु यो त रोड भइहाल्यो उता पनि बिल्डिङ बन्न सुरु आजको हाम्रो भिडियो चाहिँ यहाँबाट सुरु अब यहाँबाट टक्क पर आँखाले देखुन्जेलसम्म पल्लो छेउ पुग्छु त्यहाँबाट अनि त्यसपछि फेरि देब्रेपट्टि लाग्छु देब्रेपट्टिबाट कम्फो वायर भन्ने वायर कम्पनीतिर जाने त्यसपछि त्यता हुँदै के छ सबै म भिडियोमा देखाउँछु आज सन्डेको दिन चाहिँ मौसम पनि खुलेर छ राति पानी पर रहे जस्तो भएको चट्ट लगाएर अनि यो दामी मौसमको बेलामा आज म बाहिर यस्तो मजाले हिँड्ने हो यस्तो मजाले हिँड्ने हो बाटोमा के हुन्छ सबै कुराहरु म भिडियोमा देखाउँछु हेलो हाई दर्शक नमस्ते के छ तपाईहरुको हालखबर हाई होप तपाईहरु पनि एकदम ठिक हुनुहुन्छ होला म पनि एकदम ठिक छु नयाँ दिन नयाँ सुरुवात तर पुरानै मान्छे अनि नयाँ जुस नयाँ जाँगरको साथ बाहिर निक्लिसकेको छ आज म यहाँदेखिको पर कम्फो वायर सम्म पुग्छु कम्फो वायरदेखि फेरि एक राउन्ड उताबाट मारेर आउँछु अनि कस्तो हुन्छ के हुन्छ आजको भिडियो चट्ट लगाएर तपाईहरुले हेर्नुहुन्छ भने एकदम विश्वास पनि गरेको छु सो त्यसैले गर्दाखेरि तपाईहरुले पनि भिडियो अन्तिमसम्म हेर्नु होला आज सन्डेको दिन थियो सन्डेको दिन पनि बिहान बिहान निक्लेको एकदम दामी मौसम भएको छ एकदम मलाई हिँड्नको लागि यस्तो मजा पनि आइरहेको छ हैन एक्लै चुम त्यो दुबोमा दुबो चाहिँ भर्खर काटेर रहेछ काटेको लगभग अहिले भयो होला हप्ता 10 दिन है अनि हल्का हल्का यतातिर दुबोहरु पनि काटेको दुबोहरु यता पनि कम्पनीहरु बन्न थालिसकेछ म यता नआएको धेरै भएको थियो अब यता आएर चाहिँ मैले भिडियोहरु पनि बनाएको थिएँ यसरी म आज तपाईहरुलाई सबै देखाउने छु उतापट्टि पनि कम्पनीहरु बनिसकेको छ हैन उतापट्टि पर पनि कम्पनीहरु बनिसकेको छ यो ठाउँमा चाहिँ सुरुमा हामी आउँदाखेरि केही थिएन के अहिले चाहिँ यति धेरै कम्पनीहरु बनिसकेको रहेछ यति धेरै कम्पनीहरु बनिसकेको रहेछ कस्तो हुन्छ के हुन्छ सबै आज हामी भिडियोमा हेर्ने नै छौं सो त्यति दिनसम्मको लागि गाइज भिडियोहरु चाहिँ राम्रोसँग हेर्दिनु होला अनि हैन अनि हैन मैले भन्थे नि त कम्फो वायर भनेर कम्फो वायर उ पर हो कम्फो वायरको एउटा कम्पनी पर छ अनि यो चाहिँ भनेको होस्टेल होला सायद है अनि हाम्रो साथीहरुले भन्दै थियो कोही साथीहरुले हामीलाई पनि यहाँ सार्न लागेछ भनेर अनि कस्तो छ के छ भन्ने यसो बाहिरबाट हेरौँ बुझौँ नि त भनेर म पनि आज हेर्न आएको के यतातिर टक्क लगाएर हैन यस्तो मजा छ नि यस्तो मजा छ आज चाहिँ म यहाँबाट पर जान्छु अझ यहाँबाट 2-300 मिटर पर पुग्छु 2-300 मिटर पर पुगेर त्यसपछि म त्यहाँबाट लेफ्ट साइड राख्छु है त ओ यमजी यो त कत्रो बनिसकेछ त नि हेरौँ त यहाँ आम्बो सानो छ यो कम्पनी हो यत्रो कम्पनीहरु यहाँ बनिसकेछ है पहिला त हामी यता आउँदाखेरि त केही थिएन त यहाँ त भर्खर बिल्डिङहरु बन्न सुरु गर्दै थियो अहिले त ओ माय गॉड यता पनि त्यस्तै अनि उता पनि त्यस्तै हो यता पनि कम्पनीहरु बन्न लागिरहेछ अरे यो एरिया त कम्पनीहरुले नि ढाक्ने हो हेर्नु त उता पनि कम्पनीहरु बन्न लागिरहेछ यस्तो हुन्छ सुरुमा है अब यो कति एक वर्ष जति खन्या राख्यो होला अब अहिले चाहिँ काम सुरु हुन थालेछ बिल्डिङहरु बनेर कम्पनीहरु बन्ने अब यहाँ भरि नै भयो हेर्दा यो ठाउँ यति साह्रो डेभलप भइसक्यो तर हाम्रो नेपाल कहिले डेभलप हुने यसरी नेपालमा पनि कम्पनीहरु बन्यो भने त हैन उता बारीपट्टि हेर्नु त यो पनि सबै कम्पनीहरु हो यो त पनि सबै कम्पनीहरु हो यो चाहिँ नयाँ बनेको कम्पनीहरु भर्खर भरे तर यत्रो बनिसक्यो रहेछ यार अझै उता के छ म सबै देखाउन जाने छु पहिला यो यतापट्टिको बाटोमा यो पहिला यतापट्टिको बाटोमा गाडीहरु नि हिँड्दैन थियो हैन अहिले चाहिँ उता कम्पनीहरु बनेकोले गर्दाखेरि गाडीहरु पनि मस्तै हिँड्दै रहेछ क्या म धेरै भइसक्यो त नआएको कागको गुणमा त म पुगेछु नि त के साह्रो कागहरु कराएको कागले त लास्टै ल्याङ पो हान्न त यार जता गए पनि यहाँ चाहिँ काग चाहिँ मान्नु पर्छ के बिहान बिहानै मान्छे त चाँडो काग उठ्दिन्छ यार अब यहाँबाट म यतातिर लाग्छु अनि त्यसपछि के हुन्छ ओहो भाइ कति जाने
हुन्छ 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 मैले यहाँनिर हैन एउटा रिल्स पनि लिइसकेको छु टक्क लगाएर दामी लाग्यो अनि एउटा रिल्स पनि मैले खिचिसकेको छु अब यहाँबाट म फेरि उतै जान्छु किन भन्देखि यहाँभन्दा अझै उता दामी छ के यहाँभन्दा अझै उता दामी छ म देखाउँदै जानेछु हेर्नु न बिरुवाहरू पनि क्या दामी बनाएर रहेको है एकै छत्ताले के एउटै साइजको सबै फेरि हैन उल्लो छेउदेखि पल्लो छेउसम्म बिरुवा क्या दामी के है यहाँ चाहिँ रुख बिरुवाहरू चाहिँ दामी मिलाउँछ क्या यिनीहरूले अब यसलाई काटेर क्या खतरा बनाउँछ अझै अनि उतापट्टि पनि यस्तै भइरहेछ के यहाँ त बाहिर निक्ल्यो कि पुरै हरियाली छ है अनि डाँडा काँडाहरू पनि हल्का फल्का पुरै नेपाल जस्तो के अनि यहाँ आइसकेपछि त भन्छ नि त पुरै नेपाललाई नै बिर्साउने छ अनि त्यहाँबाट आफ्नो फ्यामिली मात्र नभएको यदि फ्यामिली हुने भने त आफ्नै उसमा बसे जस्तो लाग्ने के होइन जस यहाँको वातावरण हेरेर चाहिँ अब यस्तो मान्छेलाई फेरि जस्तो वातावरणमा घुलमिल भयो त्यस्तै मिल्छ कि यहाँनिर यहाँ पर है पहिला पहाड थियो अहिले पुरै सम्म बनाएछ पुरै खनेर अब यहाँबाट चाहिँ म पारी तर्छु यहाँबाट पारी तरेर 30 किमीमा लेखेर रहेछ यहाँनिर त ब्लक पनि गरेर रहेछ अहिले त ओ उताको बाटो नै यो त नयाँ बाटो खोलेर छ नि त उता त पर त झन् फुटबल मैदान जस्तो बनाएछ यार अब चाहिँ घामको सुरुवात हुन लागेको छ टक्क माथिबाट घाम थरथर देखिँदैछ यो बाटो नेपालको जस्तो यतापट्टि कम्पनीहरू होइन यतापट्टि सबै कम्पनीहरू बन्न लाग्यो यस्तो दामी उतापट्टि होम पाएको रहेछ अनि यस्तो छ भोलि माथि डाँडामा जान्छु म माथि डाँडामा गएर टक्क लगाएर पुरै भ्यूहरू देखाउँछु उता पनि देखाउँछु होइन यहाँबाट कसो देखाउँछ ड्रोन उडाउने खालको ठाउँ छ कि यहाँनिर चाहिँ डाँडामा आइपुग्यौँ हामी चट्ट उतापट्टि बस गुडेको पनि देख्छ यहाँ होइन यतापट्टि सबै कम्पनीहरू भइहाल्यो कत्रो कम्पनी छ यो उतापट्टि पनि कम्पनी बन्दै यो खाली जग्गामा पनि पछि कम्पनीहरू बन्दै अनि सायद यो डाँडामा पनि होला यो चाहिँ हेलिप्याड जस्तो अरू सबै तल छ होइन यहाँ चाहिँ अलिक माथि नै रहेछ यता माटै भरेको माथि नै कस्तो घाम नजिकै भयो जस्तो कि फेरि हेर्नु त घाम रह्यो टक्क नजिकै अनि उतापट्टि कत्रो बिल्डिङहरू छ पर यहाँ पर ठुलो बिल्डिङहरू यतापट्टि ओहो बिहान त कस्तो धुम्म भएर उतापट्टि त यार तुषार लाग्यो जस्तै भयो झरौँ भाइ झरौँ यहाँबाट उता जाने अझै आज त हिँडाइ दामी भएको छ है मजा लागिरहेको छ रातो माटोमा चुरुमती कुकुरको पहिला बाघहरू यस्तै भयो अब यहाँबाट पर जाने पर डाँडाबाट सक्क उँधो झर्ने त्यहाँ त हरियाली छ अझै म त हेलिप्याड भन्थेँ होइन फुटबल खेल्ने ग्राउन्ड जस्तो रहेछ नि त यता चाहिँ नजिकै कम्पनी भएको थियो नि त यहाँनिर आएर फुटबल खेल्नु पनि दामी हुने रहेछ कि अब यहाँ केही छैन होइन केही लगाएको पनि छैन केही पनि छैन यस्तोमा त फुटबल खेल्नु भलिबल खेल्नु त मिलिगयो नि तर के गर्ने हामी यहाँबाट टाढा छौँ अझै हामी त यहाँबाट यहाँ आउनु त धेरै टाइम लाग्छ नि धेरै टाइम लाग्छ वहाँदेखिको अब यतापट्टि म देखाउँछु है यो के रहेछ यतापट्टि हेर्नु है त म पनि यहाँ के रहेछ भनेर हेर्नको लागि आइरहेको छु ओइ तल त सबै जङ्गल त मारे रहेछ त नि आगो लगाए जस्तै है बिरुवाहरू सबै मारे रहेछ हो क्या हरियाली बनाएको यो अब नर्सरी हुने जस्तो छ यो पनि फेरि उतापट्टि पनि सबै कम्पनीहरू बनिरहेको छ उतापट्टि पनि अहिले घामको उसले तुवारोले गर्दाखेरि होइन खासै केही देखेको छैन तर यो सबै हेर्नु नि त्यहाँ कम्पनीहरू कस्तो दामी के ओ माई गड होसले यहाँबाट सलल्ल चिप्ल्यो भने त फेरि यहाँबाट सलल्ल चिप्ल्यो भने त फेरि एकैचोटि तल पुग्यो भने मान्छे फेरि भोलि ड्युटीमा नहोला नर्सरी आफ्नै जङ्गल जस्तो गरेर हिँडेछ हामी त
सबै एउटै रुल लगाएर चाहिँ फेरि एउटै जातको हुने। अब चाहिँ होइन घामहरू पनि हल्का उदाउन थाल्यो। यसपछि चाहिँ मैले बाटो यतातिर मोडेको छु अलिकति फेरि घामले पोल्छ नि त। अनि यतातिर आएँ, यहाँनिर अघि मैले देखाएको थिएँ नि बिल्डिङहरू माथिबाट, अहिले ठ्याक्क म त्यही बिल्डिङको छेउमा पनि आइपुग्नु लागिसकेँ है। नजिकैबाट देखाउँछु म तपाईँहरूलाई। यस्तो दामी छ नि यो कम्पनीहरू यार है। यो होस्टेल भन्दै थियो साथीहरूले, यो होस्टेल चाहिँ कुन चाहिँ रहेछ? यो चाहिँ मेरो फेभरेट रोड। पहिला पहिला मैले यहाँनिर आएर टिकटक भिडियोहरू बनाउँथेँ होइन, यो रोडमा दामी हुन्थ्यो। लास्टै भाइरल भएको थियो यो रोडको भिडियोहरू। अहिले चाहिँ मैले माथिबाट तल पनि झरिसकेको छु, मास्टर डाँडाबाट। अब यहाँबाट हामी 200-300 मिटर अगाडि जान्छौँ। 200-300 मिटर अगाडि गइसकेपछि त्यहाँबाट लेफ्ट साइड लाग्छौँ। लेफ्ट साइड गइसकेपछि पर अझै एउटा ठुलो पोखरी छ। त्यो पोखरीबाट मास्टर गइसकेपछि फेरि पुलिस बिट छ होइन। त्यहाँ पुलिस बिटबाट चाहिँ हामी टक्क लगाएर होस्टेल फर्कन्छौँ। होस्टेल फर्कँदाखेरि ठ्याक्कै एउटा रोटी बन्छ। अनि यो अगाडि बन्दै गरेको पनि बिल्डिङ हो। पहिला पहिला हामी यता धेरै आउँथ्यौँ, आजभोलि चाहिँ अलिक कम आउनु थालेका छौँ। किनकि आजभोलि हामी अब यस्तो टाढा टाढा पनि छ नि त आउनुको लागि। आज हामीले एउटा रोटी चाहिँ चट्टै पकायो। बिहान 7 बजे निक्लेको, अहिले 9 बज्यो। यति धेरै 2 घन्टा जति हामी हिँडिसक्यो। त्यहाँबाट उता, उताबाट उता, अहिले टक्क पुलिस बिट हामी पछाडि। अब हामी चाहिँ यहाँबाट टक्क अगाडि गइसकेपछि होस्टेलतिर जान्छौँ। होस्टेलतिर जाँदैछौँ। आज चाहिँ मजा पनि भयो हिँड्नलाई, घाम पनि लाग्दिने, कहिले केही बेला नलाग्दिने भयो होइन। यतापट्टि कम्पनीहरू बन्दैछ, उतापट्टि त एयरपोर्ट भइहाल्यो। यतापट्टि टक्क हामी अघि यहीँबाट गएको, अहिले फेरि यहाँ आइपुगिसक्यौँ। एउटा रोटी हामीले चट्टै पकायौँ। अब यहाँबाट म होस्टेल जान्छु। भाइ त्यो गेटबाट भित्र, म त्यो गेटबाट उता। हाम्रो बाटो आज अलग अलग हुन्छ यहाँबाट चाहिँ फेरि होइन। यस्तै छ, के गर्ने, आजको बाटो यस्तै हुन्छ। अब फेरि भोलि हामी कम्पनी भेट भइहाल्छ। अनि भोलि कम्पनी भेट भइसकेपछि फेरि नन स्टप 6 दिन काम हुन्छ। यस्तै छ, हाम्रो यसरी नै बित्छ। के कसो भाइ? अब ल हामी यहाँबाट अगाडि बढौँ, अझै अगाडि बढौँ। आज त मौसमले पनि साथ दियो ल है। फाइनली अब म चाहिँ रुम आइपुग्नु लागेँ। सो अब आज तपाईँहरूलाई भिडियो कस्तो लाग्यो, सल्लाह सुझाव, अनि त्यसपछि मन परेमा भिडियोमा एक लाइक चाहिँ अवश्य पनि गर्नु होला। म यस्तै भिडियोहरू ल्याउँछु, लिएर आउँछु। अनि फेरि हामी अर्को भिडियोमा भेट्ने छौँ। त्यतिन्जेलसम्मको लागि सबैजनालाई बाई बाई। क्यामेरा बन्द।